राङभाङ बस्ती जौमरीको रातिको भिजन चाहिँ यस्तो देखिन्छ। यो सब अन्धकार फगीले गर्दाखेरि। अन्त यो पारी देखिने चाहिँ यो चाहिँ चामुङगोट गाउँ। अनि यता यो देखिने चाहिँ चामुङ मलटेनी गाउँ। यो सबै टिकारान हो। त्यहाँबाट यता गएपछि यो पारी देखिने यो चाहिँ मिरिक। अनि यतादेखि नै सबै हाम्रो राङभाङ 1795 ऐकरमा फैलिएको हाम्रो राङभाङ बस्तीको राति चाहिँ यस्तो देखिन्छ। र यो घर मेरो बनाउँदैछु अहिलेसम्म अब कति दिन लागिसक्यो र पनि कम्प्लिट भएको छैन। मिस्त्रीहरू जान्छ आउँछ, यसरी काम चल्दैछ। यो हाम्रो तामाङ साहबको घर हो, दुर्गाकुमार तामाङ। र यो दुर्गाकुमार तामाङको दोकान हो। यसरी नानीहरू राति आवाज जावत गर्छ यहाँ। कोही 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 यता यता बाई बाई एन्ड गुड नाइट। से बाई बाई एन्ड गुड नाइट। तिमी कहाँबाट आएको अहिले भन्नुपर्छ। ट्युसनबाट। ओके गुड नाइट। ऊ मेरो घर मालिक नि चाहिँ पुरा बिजी छ भाँडा धुनुमा, घर सफा गर्नुमा। र यो देखिने चाहिँ जीवन मिस्टर जेके को घर हो। त्यहाँदेखि लगाते उतापट्टि मेरो भाइरल भानिज प्रतीक देवानको तर माथिल्लोपट्टि देखिँदैछ मेरो भाइ दिपेनको। राईमा हामी एउटा दुईटा तीन चारवटा मात्रै छ हामी। बाँकी सबै विभिन्न जातका हाम्रो गाउँलेहरू बसोबासो गर्छन् यहाँ। भने राति यस्तो देख्छ। बाटोको अवस्था यस्तो छ। अन्त यहाँ फुलहरू रोपेको छ। फेरि मेरो घरपति आमैले फुल रोपेको छ यस्तो। इस फुलको पुरा सकिन्छ। र राति यसरी गाडी पनि आउँछ फेरि कोही कोही बेला। मेपल आइबीलाई राख्ने जग्गा नभएर यसरी तल झुन्डाएर राखिदिएको छु। बेगुनिया फुल्दैछ। लोकल प्लान्टहरू यिनीहरू मेरीगोल्ड। यस्तै छ। यो मेरो तामाङ साहबको चाहिँ छतमा